हेलो एभ्रिवान, आजको यस मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। हजुरहरूलाई पक्कै पनि जिज्ञासा लागिरहेको होला कि यसले आज किन भिडियो बनाउँदैछ भनेर। भिडियोको अन्तिमसम्म हेर्नु होला, सबै कुरा थाहा पाउनु। मैले चाहिँ आज खोर्सानीको धुलो पिसिरहेको छ। ओभरे 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 पिरो भइरहेको छ मलाई चाहिँ, किनभने खोर्सानीको धुलो, रातो खोर्सानीको धुलो पिस्दाखेरि त कति धेरै पिरो हुन्छ भन्ने कुरा त मैले पक्कै पनि भन्नु पर्दैन। हजुरहरूले देख्न सक्नुहुन्छ भर्खरै मैले खोर्सानीको धुलो र मसलाको धुलो बनाइसकेँ। र उहाँ चाहिँ हुनुहुन्छ मेरो भाउजू। दिउँसोको 2 बजे पनि सुकुटीको अचार बनाउन तर साथीहरू भित्र बस्न सकेन। त्यसपछि बाहिर निक्ले मम्मीले एकछिनपछि जहाँ चिसो लिएर चाहिँ लास्टै गर्मी भयो भने त्यसपछि म पनि एक्साइटेड भएर चिसो लिनतर्फ लागेँ होइन। चिसो केही छिनपछि भाउजूले भन्नुभयो कि लौ बाबु मलाई त लास्टै चिसो खानु मन लागिसक्यो, गर्मी ओभर छ भनेर भन्नुभयो। ल हुन्छ भाउजू खानु न त आरामले भन्यो भाउजूले एक गिलास मजाले। मलाई पनि एकदमै गर्मी भएको थियो, तर गर्मी भयो भने के गर्नु, दिउँसोको खाजा हामीले खाएको थिएन, त्यही भएर दिउँसोको खाजा बनाउनुतर्फ लागेँ मैले। प्याजहरू रेडी पारेर साँच्चै भन्नुपर्दा आजको दिन त धेरै गर्मी थियो, त्यही भएर मैले पनि एक जति मजाले चिसो खाएँ। त्यसमा हुने दाइको लागि अचार यति धेरै मिठो बनाएर चाहिँ भाउजूले अनि केही छिनपछि मेरो भाउजूले हाँस्दै भन्नुभयो कि आजको अचार कस्तो छ भनेर मलाई टेस्ट गरिदिनु भयो। र मैले एउटा टेस्ट गरेपछि चाहिँ वाउ, अचारको त के कुरा गर्नु, वाउ संसारको सबैभन्दा बेस्ट अचार बनाउनु भयो। साइडबाट चाहिँ मेरो खाजा पनि रेडी भइसकेको थियो र खाजा पनि मैले भर्खरै बनाइसकेँ। र खाजा रेडी भएपछि मैले मम्मीतर्फ लगेँ। त्यसपछि मम्मीलाई दियो र खाजा दिन थालेँ। त्यसपछि मम्मीले टकम के लाग्यो भन्दाखेरि मम्मीले कपाल बढ्ने दबाई। पहिलोचोटि आज मैले सुकुटीको तरकारी यति धेरै मिठो बनाएको थिएँ होइन। म आफैले आज चाहिँ यति धेरै प्राउड फिल गर्छु, आज मैले पनि यति धेरै मिठो खाजा बनाउने रहेछु भन्ने कुरा थाहा भयो। हजुरहरू त पक्कै पनि मैले अघि भर्खर भनिसकेँ सुकुटी के को लागि बनाएको भनेर। र आजको गर्मी चाहिँ अति नै छ है, अति नै। र आजको यस भिडियो हेरेर चाहिँ हजुरहरू इन्जोय गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर दिस वाचिङ माई भिडियो गाइज।